फापरको पिठो पठाइदेऊ आमा फापरको पिठो पठाइदेऊ आमा यहाँको चामल साह्रै नै महँगो यहाँको चामल साह्रै नै महँगो हेर्नुस् त कति मिठो आवाजमा ल साँच्चीकै एकदम स्वरको धनी भाइ है सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला हजुरहरूको माया साथ सपोर्टको यिनलाई यति धेरै खाँचो छ अहिले यति धेरै खाँचो छ है ल सबैजनाले सपोर्ट गरिदिनु होला भाइलाई खुसीको खबर छ भाइ विनोद महतालाई गीत रेकर्ड गराउनको लागि हामी यति बेला काठमाडौँ लिएर जाँदैछौँ साथमा समाजसेवी व्यक्तित्व छुपु छेत्री पनि हामीसँग जाँदै हुनुहुन्छ यति बेला हामी भाइ बस्दै आइरहेको 3 वर्षदेखि बस्दै आइरहेको यो घरबाट बिदाई हुँदैछौँ र बिदाईको क्रममा छौँ भाइको मम्मी पनि आमा पनि हाम्रो साथमा हुनुहुन्छ त्यसै गरी यहाँका स्थानीय व्यक्तिहरू पनि यहाँ धेरैजना हुनुहुन्छ यहाँ यो आसपासमा घरहरू चाहिँ एकदमै कम छ पारी एउटा घर छ तर उहाँहरू चाहिँ हामी जुन बाटो हुँदै आयौँ जुन गाउँ हुँदै हामी यहाँ आउँछौँ त्यो गाउँको हुनुहुन्छ सबैजना आउनु भएको छ यो खुसीको पल हो त्यसलाई हाम्रो ठाउँको भाइलाई काठमाडौँ बिदाई गर्न एकदम खुसी छौँ हामी आतुर छौँ बिदाई गर्नको लागि र यहाँबाट गइसकेपछि गायक बनेको हेर्न मन छ मिठो गीत विनोदले गाएको हेर्न मन छ भनेर उहाँहरूले भन्दै हुनुहुन्थ्यो अघि र अब हामी यो बिदाईको छेडमा पनि छौँ टिका माला रेडी अवस्थामा छ है के अब यो टिका माला लगाइसकेपछि चाहिँ कुराकानीलाई अगाडि बढाउँला पहिला यो टिका माला लगाइदिनु होला विनोदलाई छोरालाई टिका लगाएर बिदाई गर्नुहोस् आशीर्वाद पनि दिनुहोस् है आमा मलाई पनि लगाइदिनु हुन्छ थोरै लगाइदिनु है आमा विनोदले ढोगेन क्या ल आशीर्वाद दिनुहोस् धेरै शुभकामना तिमीले चाहिँ रेकर्ड गरेर राम्रो भाइरल भएको र हाम्रो एकदम विगत ठाउँदेखि भाइ चाहिँ है भाइको अवस्था पनि त्यस्तै छ छिटै सफल भएको हेर्न पाऊँ है बजारमा एल्बममा आओस् धेरै शुभकामना मैले चाहिँ थोरै आफ्नो तर्फबाट भाइलाई यति धेरै माया गर्ने यहाँका मान्छेहरू यति धेरै माया गर्ने छन् उहाँसँग त हाम्रो योभन्दा अगाडि पनि भेट भएको थियो उहाँकै हाम्रो पसलमा पनि गएका थियौँ स्टुडियो पसल छ अलि यता आउनु छेक्यो बाँकी टिका चाहिँ अलिक एकछिन पछि लाम्ला मैले अहिले पछि आउँछु आशीर्वाद दिनु भएन दिदी मसँग दोहोरी खेलेर हार्नु भयो काठमाडौँ समाजमा लगेर बाबुको भविष्य चाहिँ राम्रो होस् उज्जवल होस् र पिछडिएको ठाउँमा पनि हाम्रो दाङको एउटा कलाकार हामीले पनि देख्न पाऊँ यही छ सबैले टिका लगाइदिनु पर्दैन एक दुईजनाले लगाइदिनु अलिकति लगाइदिनु फुल भइसकेपछि आफ्नो श्रीमानलाई पनि लगाइदिनु भाइ विनोद कतिको खुसी लागेको छ अब फाइनल्ली गीत रेकर्ड गर्ने अवसर आयो हामी यति बेला काठमाडौँ पनि जाँदैछौँ धेरै खुसी लागेको छ मलाई अचम्म पनि लागिरहेको छ अब यस्तो हुन्छ होला भने मैले जिन्दगीमा सोचेको पनि थिइनँ सायद सपना पनि देखेको थिइनँ होला मैले यस्तो यति ठुलो हुन्छ होला भनेर धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैलाई जे भइरहेछ नि हजुर के भइरहेछ रे सपना जस्तो
सबै नसोचेको नि हजुर सबै नसोचेको भइरहेछ यस्तो हुन्छ होला भने थाहा थिएन तर भयो हुँदै अब अगाडि बढ्ने क्षमता दिइरहनु भएको छ अझै अगाडि बढ्न सक्छु होला भन्ने आँट राखेर हिँडेको छु सबैलाई धन्यवाद दिन चाहन्छु जतिले सपोर्ट गर्नुभएको छ जतिले मलाई अगाडि बढाउन कोसिस गर्नुभएको छ सबैलाई धन्यवाद दिन चाहन्छु ल धेरै धेरै बधाई छ मेरो भाइ विनोद तिमीलाई है गीत रेकर्ड गर्न काठमाडौँ जाँदैछौ हामी काठमाडौँ लिएर जाँदैछौ तिमी गायक बन्दैछौ तिम्रो स्वर यही भिर पाखामा गुन्जिन्थ्यो यिनै रुख बिरुवाहरूले सुन्थे होइन गाई बस्तु चराउँदाखेरि गाउने गुनगुनाउने यो स्वर अब सबै दर्शकहरूको मन मुटुमा पुग्नेछ सबै दर्शकहरूको मनमा बस्न सफल होस् तिमीले गाएको गीत तिमीलाई सबैले रुचाउनु भएको छ जसरी अन्तर्वार्ता धेरैले मन पराउनु भयो त्यसरी तिम्रो गीत पनि धेरैले मन पराउनु म त्यो शुभकामना दिन चाहन्छु ल अब तिमी गायक बन्दैछौ नसोचेको भएको छ है हजुर नसोचेको भइरहेछ आमा के भयो दुःख लाग्यो छोरो जान अगाडि बढ्छ कि अगाडि बढोस् यो अझै पनि खुसीका हाँसु अब छोरा छ नि त छोराले गर्छ नि त के टेन्सन मान्नु पैसा राखेको त तिम्रो आश छोरा छ त हुन्छ हैन नि त राम्रोसँग हाँसेर बिदाइ गर्ने हो कि छोरालाई हान्नु पर्यो हेर आमा यता हेर्नुहोस् आशीर्वाद दिनुहोस् छोरालाई आशीर्वाद दिनुहोस् शिरमा हात राखेर आशीर्वाद दिनुहोस् हाम्रो पनि आज पुरा सबैले तल अगाडि बढाउनु भन्नुभएको छ सबको इच्छा पुरा गरिदियोस् अनि तेरो सोच्या छ तेरो सपना पुरा हुन लाग्छ हेर पछाडि नहटास अगाडि आमाको लागि एउटा मिठो गीत गाइदियो बाबु आमालाई फकाउ नर तिमी नरहे पो मैले गीत गाउन सक्छु त ल हौसला बढाइदिने हो क्या छोरालाई यिनी बाबुले तपाईको आश मिलाउँछ के सब छोरा नबोले के तिमी रित्तो आत्मा बोकेर लानी मन काथिएर छोडेर जाने मन रुँदा रुँदै तिम्रो साथ छोड्ने बेला भयो हिजो दिउँसो सँगै थियौँ आज बाटो लागे आमा रात्रि बसले अब घुम्ती मने बेला भयो तिमीले गर्दा गीत पनि भएर गीत गाउन सकेनौ आमा रोएर गीत गाउन सकेनौ आमा रुँदाखेरि पिर लाग्छ हो अलि यस्तो गर त ल अब झुकिने होइन ठाडो भएर हिँड्नु पर्छ है ल भाइ ल अलि फेरि गाइदियो त अलि राम्रोसँग ल रित्तो आत्मा बोकेर लानी मन काथिएर छोडेर जाने मन रुँदा रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजो दिउँसो सँगै थियौँ आज बाटो लागे आमा रात्रि बसले अब घुम्ती मर्ने बेला भयो हिजो दिउँसो सँगै थियौँ आज बाटो लागे आमा रात्रि बसले अब घुम्ती मर्ने बेला भयो दर्शकवृन्द फाइनल्ली विनोद भाइलाई आज हामी गीत रेकर्ड गराउनको लागि काठमाडौँ लिएर जाँदैछौँ पश्चिम दाङको जौबारी भन्ने ठाउँमा बस्ने भाइ विनोदको स्वर यिनै वीर पाखाहरूमा गुन्जिने गर्थे तर अब विनोदको स्वर 3 करोड नेपालीको मनमा बस्न सफल हुनेछ विनोदले जादुमय स्वरले स्टुडियोमा उभिएर गीत रेकर्ड गर्दै गर्दादेखि अब विनोदको घर पनि बन्ने कुरा छ सबै कुराहरूलाई हामी समेट्नेछौँ आज यो खुसी विनोदको परिवारको मात्र होइन तपाईँ हामी सबैको खुसी हो विनोदको जुन अवस्था थियो र जुन अवस्थामा विनोद थिए त्यो अवस्थाबाट हामीले
विनोदलाई एउटा गायकसम्म बनाउने प्रयास गर्दैछौँ। हेरौँ हामी कतिको सफल हुन्छौँ। विनोद, गायक त अब हुने भइयो, परिस्थितिले गायक बनाउन लागिरहेको छ, तर सक्छौ नि। स्टुडियोमा गीत रेकर्ड गर्ने बेला कामले त होइन नि, सक्छ है? ओके, विनोद भाइको पहिलो गीत रेकर्ड गराउँदै हुनुहुन्छ एकदमै वरिष्ठ गायिका हुनुहुन्छ, लोक गायिका पूर्णकला बिसी दिदी। उहाँले फोन गरेर भाइ म विनोदसँग गीत रेकर्ड गराउन चाहन्छु। विनोद भाइको जुन अवस्था देखिसकेपछि मलाई निकै नै पोल्यो, म त्यो भाइलाई थोरै सहयोग मेरो तर्फबाट गर्न चाहन्छु भन्नुभयो। साँच्चीकै उहाँको फोन आउँदा म धेरै नै खुसी भएको थिएँ। एउटा लेजेन्ड, एउटा वरिष्ठ, एउटा त्यति ठुलो गायिकाको फोन आइरहँदा साँच्चै नै खुसी हुन्न। र पहिलो गीत लोकप्रिय गायिका पूर्णकला बिसी दिदीसँग भाइले गीत रेकर्ड गराउनु हुनेछ। र त्यस पछाडि दोस्रो गीत प्रेम देउबाजीको गीत छ। हेरौँ उहाँले कोसँग गीत गराउनु हुनेछ। मैले सुनेअनुसार शान्तिश्री भन्ने अहिलेसम्म आएको छ, शान्तिश्री पनि हुनसक्छ अथवा के गर्नु देवी घरती पनि हुनसक्छ, उहाँमध्ये कोहीसँग हुनसक्छ। तर पहिलो गीत चाहिँ पूर्णकला बिसी दिदीसँग अहिले गीत गाउने टुङ्गो लागिसकेको छ। र सोही अनुसार हामी अब बिदाई, यहाँबाट घरबाट बिदाई हुँदैछौँ र काठमाडौँको लागि प्रस्थान गर्दैछौँ। ल आमा, ल राम्रोसँग बस्नु होला। तपाईँको छोरालाई काठमाडौँ लिएर जाँदैछु, एउटा गायक बनाउने, राम्रो गायक बनाउने उद्देश्यका साथ काठमाडौँ लिएर जाँदैछु। कुरा भयो त, कुरा गर्न पाएन, उहाँको मोबाइल छैन, त्यही भएर अन्तबाट खबर पाएको भोलि आइपुग्नु पऱ्यो। ए बुवा पनि आउँदै हुनुहुन्छ? हजुर। बुवा चाहिँ किन आउनु लाग्नु भएको? उता काम सकियो होला ठेकदारको, अनि पहिल्यैदेखि आउन खोजेको, तर काम राम्रो नभएर आउन खोजेको, तर ठेकदारले गर्दा यताले गर्दा भएन। अब आउँदै हुनुहुन्छ भोलि काम सकेर। ए अब काम पनि रोकियो होइन त? हजुर रोकियो, 2-4 वर्षसम्म हुन्थ्यो, त्यही पनि अब हजुर त्यो पनि अलिक गाह्रो थियो। फेरि अब अर्को काम खोज्न पर्ने होला। हजुर त्यो अब खोज्न मन दिँदैन। अब तिमीले नै कमाउँछौ? हजुर सके कमाउनु। बुवा आमाको लागि के गर्न मन छ भन्थ्यो नि, पारी घर बनाउनु मन छ। एउटा आमा बुवालाई मात्र होइन, एउटा मेरो भाइ पनि छ, उसलाई पनि पढाउन मन छ। अब आफू त पढ्न सकिएन, अनि भाइलाई पढाउन मन छ। बुवा आमाको लागि घर बनाइदिन मन छ, भाइलाई पढाउन मन छ। हजुर कान्छो भाइ छ, पहिला पनि उसको 2 वर्ष जति छुट्यो, क्लास पढ्नु पाएन, ऊ पनि हाम्रो कता भइदियो। त्यो भएर फेरि यसपालिबाट हालेको, पास भयो, 7 क्लासमा गएको छ, उसलाई पढाउनु मन छ। हजुर हेर्नुहोस् त आमा, कति ज्ञानी छोरा पाउनु भएको छ तपाईँले, कति राम्रो छोरा पाउनु भएको रहेछ तपाईँले। तपाईँहरूको लागि घर बनाउन मन छ भन्छ भाइले, सानो मेरो भाइ छ, पढाउन मन छ भन्छ भाइले। अब अरू पनि छन् त, अरूले केही सोध्दैन नि, यसले गरी सोचेको छ, त्यो सोचेको अरू भाइ अरू पनि हुन्छ नि? 2 भाइ छन्, बिहे गरेको छन्, उनीहरूको आफ्नो आफ्नो परिवार छ, अनि उनीहरूलाई आफ्नो परिवार पाल्ने ठिकै छ। अनि त्यही भएर उनीहरूको पनि अब त्यस्तै छ, इन्डियामा काम गर्ने अनि बस्ने, अनि त्यस्तै छ क्या। फोन भइरहन्छ, मलाई पनि फोन गरेर धेरै राम्रो काम गरिरहेको छ भन्छन्। हजुर चुल्दाले पनि हिजो फोन गरेको थियो, अनि धेरै राम्रो काम गरिरहेको छ, अनि भन्थ्यो काठमाडौँ जान्ला छ भने खबर पाएको थियो भने जान्ला छु भने। अनि त्यसपछि ऊ फेरि प्रायः जस्तो गाडीमा हुन्छ, बिजी हुन्छ, ऊ गाडीमै छ, अनि त्यही भएर फोन राखिहाल्छ। ओके, जस्तो हामी अब आज गीत रेकर्ड गराउनको लागि काठमाडौँ जाँदैछौँ। हजुर पहिलो गीत पूर्णकला बिसी दिदी लिएर तिमीले सँगै गाउने हो। हजुर चिन्छौ नि पूर्णकला दिदीलाई? चिन्छ।
चिन्छौ पूर्णकला दिदीले गाएको कुनै एउटा गीत अहिले मैले यहाँ सुनाउन लगायो भने सक्छु गाउन हजुर सक्छु हो ल एउटा गीत सुनाऊँ न है मेरी सानो छिन छिन मैरी साउछिन रिसमा पनि पिरती मिसाउँछिन् डाँडै बिसाउने अरू बानी राम्रो छ मेरो सानीको एउटा बानी सुधार साह्रै रिसाउने ल भाइले त दिदीको गीतहरू पनि सुनेको रहेछन् दिदी पनि यो भिडियो हेरिसकेपछि खुसी हुनुहुन्छ होला साँच्चै र दिदीले पठाएको त्यो जुन भाइले गाउने गीत छ त्यो गीत भाइलाई मैले सुन्न पनि लगाएको छु र बाटोमा पनि भाइले सुन्दै जानुहुनेछ होइन एकदमै मिठो गाउनु भएको छ अहिले मैले यहाँ सुनाउन चाहिनँ किनभने एकैचोटि गीत रेकर्डिङ भइरहेको बेला हामी तपाईँहरूलाई सुनाउनेछौँ अनि गीत आउँछ अनि तपाईँहरूले सुन्नु होला एकदमै मिठो लोकगीत सुनिरहनु लाग्ने खालको लोकगीत छ त्यो कारणले गर्दा पनि मैले पहिलो गीत पूर्णकला दिदीकै गर्न अझ इच्छा राखेको त्यसपछि दोस्रो गीत प्रेम देउबाजीले रेकर्ड गर्दै हुनुहुन्छ त्यो गीत पनि एकदमै राम्रो छ प्रेमजीले गराउनु भएको गीत पनि एकदमै राम्रो छ पहिलो र दोस्रो गीत एकदमै राम्रो छ अब तेस्रो चौथो गीतहरू कसको हुन्छ हेरौँ तेस्रो गीत शम्भु धितालजीको हामीले सुनेका छौँ उहाँले पनि राम्रो बनाउनु भएको छ भन्ने उहाँको हुनसक्छ त्यस पछाडि कर्मशः कतिवटा गीतहरू हुन्छन् हेर्दै जाउँ ल है अब तपाईँहरूको ठाउँबाट मैले यो एउटा राम्रो फुललाई टिपेर लग्दैछु सर हामी जान्छौँ के छ तपाईँहरू आशीर्वाद दिनुपर्ने गाइज हामी चाहिँ आज चाहिँ भाइ रेकर्डिङको लागि काठमाडौँ जाँदैछन् त्यसैले हामी भाइ पनि भेट्न शुभकामना दिन आएको र थोरै भए पनि भाइलाई है भारतसम्म भए पनि पुगोस् भाइलाई अलि त सहज होस् भनेर थोरै सहयोग लिइरहेको छु म पनि मलाई चाहिँ भाइको एउटा गीत थियो फर्स्टमा कि जो त्यो रेलको बाटो हिँड्दैछ भन्ने त्यो गीत चाहिँ मलाई एकदम लास्टै राम्रो लागेको थियो क्या त्यो गीत गाइदेऊ न रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा हुम्ला कहिले मोटर आउला हुम्ला कहिले मोटर आउला बसेको छु रहरैमा ए हजुर बसेको छु हेर्ने रहरैमा यति नै बेस्ट डेभलप भाइ है छिट्टै सफलताको शुभकामना र भाइको अवस्था पनि एकदम नाजुकै है घरमा पनि अरूको घरमा बसेका छन् आफ्नो घर चाहिँ आगो लागि भएर है तपाईँहरूले पनि पहिला पनि भोजरादाइसँग भिडियो देखिसक्नुभयो होला हामी चाहिँ सबै टिम आएका छौँ अब भिडियो चाहिँ फुल भिडियो चाहिँ युट्युब भोजरादाइको युट्युब च्यानलबाट आउँछ र आज चाहिँ भाइ रेकर्डिङको लागि काठमाडौँ जाँदैछन् र सबैजनाले शुभकामना दिनु होला के भन्न चाहन्छु सपोर्ट गरिदिनु होला माया गरिदिनु होला मेरो आउने भिडियोलाई अब मैले गीत रेकर्डिङ गर्दैछु सबैले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु धन्यवाद थ्याङ्क यू कस्तो लागिरहेछ भाइ कस्तो लागिरहेछ कस्तो लागिरहेछ आज चाहिँ काठमाडौँ जाँदैछौ कस्तो लागिरहेछ भनिदेऊ न त मलाई अचम्म लागिरहेछ खुसी छ भाइ सपना पुरा हुँदैछ भाइको बाइकमा चाहिँ